कृपा लघु उपन्यास शम्भु विक्रमदूत जोशीद्वारा रचित। बेलुकीको खाना सिधै आफ्नो ओछ्यानमा पल्टेँ। हिजो म थकित थिएँ, कारण शिकार गरेर फर्केको थिएँ जङ्गलबाट। मृगको शिकार गर्दा धेरै दौडधुप परेको थियो। आफ्नो अनेकौँ प्रयास बल लगाएको हुनाले त्यसको शिकार गर्न पाएको थिएँ। हिजोको शनिश्चरबारको दिन थियो, यसैले दिनभरि फुर्सद भएकोले दुईजना साथीहरूका साथ वनमा शिकार खेल्न गएका थियौँ। त्यस सुन्दर वनमा चारैतिर हरियाली छाउनुका साथै सुमधुर बास्नाले जङ्गल उन्मत्त भइरहेको मानौ कि भर्खर 16 वर्षकी युवतीहरू जस्तो भान पर्दथ्यो। स्वर्गकी अप्सराहरूको बगैँचा नै हो कि भने जस्तो अनेकौँ फुलहरूले सकेसम्म सजिएको वन। गुराँसको फुल, बेली, चमेली, सूर्यमुखी फुल, चन्द्रमुखी फुल, गुलाब फुल, शिरीषको फुल आदि। फेरि उस्तै रसिलो, स्वादिलो, भरिलो फलफुलहरूले पनि ती हरिया रुखहरू एक आपसमा लडिरहेका, अनेकौँ पन्छी कीट पतङ्गहरूलाई लोभ्याइरहेको, पुतलीहरूले यिनीहरूको रस लुटिरहेका, मही खाइरहेका, भौराहरू भुनभुन गरी फुल वरिपरि झुमिरहेका। यस्तै रुखहरू झ्याम्म परेका, लहराले बाँडिएका, लामा लामा रुखहरूले चौतारा बनाएका। यस्तो किसिमबाट वनको शोभा बढाइरहेको थियो। कहीँ कहीँ त साना साना झोपडीहरू पनि थिए, गोरेटो बाटोहरू, लुकामारी खेल्ने ठाउँ जस्तो उस्तै सुरुङहरू, गुफाहरू। फेरि बीचबीचमा ससाना पोखरीहरू, पोखरी वरिपरि चारैतिर फुल फुलिरहेका थिए। घुमफिर गर्नको निमित्त इन्द्रले रचेका बगैँचा जस्तो देखिन्थ्यो। रमणीय, अति रमणीय, मन छुने वन जङ्गल एकदम सुनसान, एकदम शान्त वातावरण भएकाले दुखीहरूलाई पनि आनन्द दिने खालको देखिन्थ्यो। त्यस सुन्दर वनै नै त्यस दुखीहरूका निमित्त रचेको देखिन्छ। त्यस्तै दुखी केही ऋषिमुनिहरूले आफ्ना लागि आश्रम बनाएका थिए। भोगविलासबाट ताडिएका स्वर्ग जस्तै देखिन्छ। न त त्यहाँ भय डर त्रास आदि नै थियो, न त त्यहाँ दुखी नै थिए, न त त्यहाँ हिंस्रक जन्तुहरू तथा ठुला जन्तुहरू भनौँ गैँडा, हात्ती, बाघ, भालु, चितुवा आदिको भय नै थियो। यस्तो हर प्रकारबाट शान्त थियो त्यो सुन्दर वन। यस्ता दृश्यहरूले हेर्दै अघि बढ्दै गयौँ। दिन बितेको पनि होसै भएन। हामी सबै मोहित थियौँ यस्तो हरियाली देखेर। स्वर्गको बगैँचामा पुगेको जस्तो भान भयो। मृग, खोरल, स्याल, चल्लाहरू झन् उफ्री उफ्री हाम्रो नजिक आएका छन्। हामी त झन् छक्क परी हेरिरह्यौँ। हामीले ठान्यौँ कस्तो स्वतन्त्र, कति शान्त, कस्तो सुमधुर वातावरण, कस्तो मनोरञ्जन, कस्तो रमाइलो ठाउँ। ओहो, अगाडि बढ्दै गयौँ। वनको एउटा गुफा हाम्रो सामु देखा पर्यो। त्यस गुफामा एक ऋषिको आश्रम रहेछ। ज्यादै थकित भएकाले एकछिनका निमित्त हामी त्यहीँ विश्राम गऱ्यौँ। आफूहरूले ल्याएका केही बिस्कुट सिस्कुट झिकेर खायौँ र उसलाई पनि दियौँ। आधा घन्टापछि हामी अघि बढ्यौँ। केही पर पुगेपछि हामीले एउटा अनौठो चिज देख्यौँ, तर त्यो के हो छुट्याउन सकिएन। अलिक नजिक गएर निहालेर हेऱ्यौँ। देख्यौँ होस नै गुमे जस्तो भयो। फेरि तर्केर हेऱ्यो। ओहो, देवकन्या, ओहो, यो त अप्सरा। होइन, स्वर्गबाट अप्सरा घुमफिर गर्न आएकी भए त यसका अरू साथीहरू पनि हुनुपर्ने। यो त बस एक साधारण युवती हुनुपर्दछ। हेर न कस्तो सुन्दरी, अप्सरा जस्तै, जस्तो सुकै तपस्वीहरूको पनि तपङ्ग गर्न सक्ने जस्तै। कस्तो कान्ति लावण्य रहेछ। शिरीषको फुल जस्तो कोमल शरीर, चिटिक्क परेको बाटुले कमर, ठुला ठुला आँखा, चन्द्रमाको जस्तो हँसिलो अनुहार, छमछम नाच्ने परी जस्तो पुस्तक परेको छाती, गुलाफी ओठ गाला, हृष्टपुष्ट पिँडौला, पुष्ट हात खुट्टा, फुलको माला लगाएको हातमा बेरीको फुल। आहा, कति सुहाउँदो। धन्य भगवान्, तिमीलाई कोटि कोटि नमस्कार। कसरी रचियो होला, धेरै मेहनत पर्यो होला यिनलाई सृष्टि गर्न।
हेर्दा हेर्दै हामी जिल्लाराम भयौँ। एकछिनपछि तिनी बेपत्ता भइन्। यस्ती नारी किन यस्तो घोर जङ्गलमा किन आइन् यहाँ? किनी यही जङ्गल कि होलिन्? तर कता गइन्? यिनको पत्ता लगाउन प्रयास गऱ्यौँ। त्यस बेला 5 बजिसकेको रहेछ घडीमा। त्यसकारण त्यहाँ बस्ने र त्यसभन्दा अघि बढ्नै सकेनौँ, किनकि हाम्रो साथमा कुनै सरसामानहरू थिएन। न त खाना नै, न त ओछ्याउने बेडिङ नै, न त कुनै हात हतियार, न त बत्ती नै थिए। खाना त भइगयो भनौँ। यहीँ नै अनेक किसिमका कन्दमूल प्रशस्त मात्रामा पाइन्छ। सुन्तला, स्याउ, अनार, नासपाती, केरा, मेवा, भगटे आदि। हात हतियारको नाममा फगत एक टोता बन्दुक, त्यो पनि गोलीकट्टा सिद्धिन लागेको। फेरि जङ्गलमा के होला कसो होला आफूहरूले थाहा नभएको ठाउँ भएका हुनाले घर फर्किने नै विचार गऱ्यौँ र फर्क्यौँ। बाटो एकदम लामो थियो, करिब 26 माइल। तर बाई रोडको बाटोबाट जानुपर्ने भएकाले अलिकति सजिलै र नजिक जस्तो लाग्यो। हिँडेर गएको भए जस्तोसुकै लाथेलाई पनि 2 दिनमा पार गर्न मुस्किल पर्दथ्यो। हामी फर्किँदै थियौँ। संयोगवश 6 बज्न लागेको बेलामा टुप्लुक्कै एउटा ट्रक आइपुग्यो। त्यसमा बसेर घर फर्क्यौँ। घर पुग्दा 9 बज्न लागेको थियो। त्यहाँ केही छिनपछि निन्द्रा देवीको शरणमा परेँ। सपनामा पनि उनी सुन्दर वनमा घुमफिर गर्न पुगेछु। उनी अप्सरा जस्तै सुन्दरी उनको मुसुकको मुस्कानमा अल्झिन पुगेछु। बोल्न खोजेँ तर बोल्न सकिएन। अपरिचित सुन्दरी भएकी हुनाले मुस्कान र मुख भाषाले नै सवाल जवाफ भइरह्यो। चुप लाग्न कहाँ सकिन्छ र सोधिहालेँ, सुन्दरी तिमी को हौ? कहाँबाट आयो? सोध्न नसकिँदै तुरुन्तै त्यसबेला एक आकस्मिक विकराल आवाजले बनाइ थर्कियो। मेघ गर्जे चाहिँ दुष्टको आवाज आयो, पख! को हौ तिमी? यत्तिकैमा सपनाबाट झल्यास्स पिउजेँ। चारैतिर हेर्दा सुनसान, न त ती सुन्दरी नै साथमा, न त त्यस सुन्दर वनमा नै छु। एकहोरो परि टोलाइ बस्ने सिवाय अरू केही थिएन। नमज्जा लाग्यो, रिस पनि उठ्यो। कोठाका ती तस्विरहरू, क्यालेन्डरहरू र प्रत्येक दलिनहरूबाट आफूलाई जिस्काइरहेको जस्तो लाग्यो। यत्तिकैमा घरका मानिसहरूको आवाजबाट फेरि झल्यास्स भएँ। अनुहार मलिन भयो। माथि आमा बोलाउँदै, खाना तयार भइसक्यो, अझसम्म उठेको होइन, आज आफू जानुपर्ने होइन, नपर्ने हो कि क्या? बेलुकी अबेरी गरी आयो, सुत्यो अनि बिहान उठ्न गाह्रो। आमाको भाषण सुनिसकेपछि बल्ल उठी खाइपी गरेर अफिस गएँ। ती साथीहरू पनि उही अफिसकै खुब मिल्ने खालका। आफूले भने जस्तै त्यहीँ ड्याङ्का थिए म जस्तै। अफिसमा 3 घन्टापछि केही फुर्सद पाएकोले फेरि उही गफ चल्यो। त्यही जङ्गलमा घुम्न जाने प्रस्ताव राखियो। मलाई पनि पुनः एकचोटि त्यहाँ जाने इच्छा भइरहेको थियो। अब बस के चाहियो र? 16मा तानेको एक्का परि 17 नै भएको जस्तो भयो। अनि त्यहाँका जानको निमित्त 7-8 दिनको छुट्टी माग्ने सल्लाह गरी छुट्टी मागी घर फर्केँ। यो 17 गेम भनेको चाहिँ त्यो ब्ल्याक ज्याक जस्तै होइन। ब्ल्याक ज्याकमा 21 हुन्छ, 21 हुन्छ होइन। 17मा चाहिँ म्याक्स 17, 17 18 पुग्यो भने चाहिँ यो आउट। 21 एकै मात्र काउन्ट गर्छ गेम। घर फर्क्यौँ होइन। हामी आफूहरूलाई चाहिने सरसामान लिएर त्यही वनतिर लाग्यौँ। पैदल यात्राबाट हामी सिर्फ 3 जना मात्र थियौँ। 2 दिन लगाएपछि तेस्रो दिन साँझतिरबाट वन पस्यो र एउटा योगीका आश्रममा आराम लियौँ। त्यही रात काट्ने विचार गरेर बस्यौँ। योगीसित रमाइलो गफगाफ गरेर रात बितायौँ। बिहान भयो। श्री सूर्य भगवानको उदय भयो। आफ्नो चमचम चम्किलो हँसिलो मुहार सबै जीवात्माहरूलाई देखाउँदा कालीमा आफ्नो दृष्टि देखाउन नसकी लुकाउँदै पर भागी। चन्द्रमाले पनि आफ्नो सहचारी शशीको आगमनले लुक्न गएका कतै। सूर्यमुखी फूल आफ्नो मालिकको सवारीले मस्किए। सबै जीवात्माहरू पनि भगवानको दर्शन पाएर खुसी भए। हामीहरूको मन पनि चङ्गा भयो। उठ्यौँ। सबैजना ऋषि मुनि पनि त्यसबेला नुहाई धुवाई हातमा केही फलफुल कन्दमूल लिएर गुफामा फर्किरहेका थिए। सायद पूजा गर्नको निमित्त होला। ओहो बाबुहरू उठिसक्यौ? ल स्नान गर अनि देवताको प्रसाद ल्याऊ। हस् महात्माज्यू। कहाँबाट?
यहाँबाट कतातिर पानी पाइएला? ए त्यहीँ पर तल आउँछ, स्नान गरेर हो। उसले भने जस्तै गऱ्यौँ। बिहानको खाना बनाउन थाल्यौँ। साँझपख साथै गफगाफ पनि गरियो। वेल उन्नाइस 20 वर्षको युवा होइन हाम्रो यो प्रोट्यागनिस्ट। यस, works at office. This was like with early 70s को scenario, early 70s, early 60s. Somewhere like काठमाडौँ भ्याली वरिपरितिरको। सो यहाँ गफगाफ गर्दैछन् होइन मुनिसरजीहरू। यहाँबाट पर अरू के यस्तै गुफाहरू छन्? 2-4वटा छन् महातपस्वीहरूको गुफा। जोगीले जवाफ दियो। के त धेरै जसो ती तपस्वीहरूका चेलीबेटीहरू पनि छन् कि एक्लै? वा, कुनैका छन् पनि। के ती चेलीहरू आफ्नै सन्तान हो कि पालिएका? त्यस्तो पनि सोध्ने हो तिमीहरू? के हो यस्तो? होइन, त्यसै सोधेको नि। हजुर ज्ञानी गुणी विद्वान भएर पनि किन रिसाउनु भएको त? तत् मूर्ख, उहाँ कहिले पनि रिसाउनुहुन्न। हामी जस्तासँग पनि रिसाउनुहुन्छ। रोक्साउँदै शशीले कुरा थप्छ। शशी सर पनि ऋषि खुब हाँस्दै, रिसाएको होइन बाबु, तिमीलाई भनेको पो त। सबैजना गल्ल हाँस्छन्। ऋषिज्यू हामी त सहरबाट आएका, यसो वनतिर घुम्न पाए त हुन्थ्यो होला। हुन्छ लौ, घुम्न जाउँला नि त खाना सिद्ध्याएपछि ऋषिसित वनभित्र यताउता घुम्न निस्क्यौँ। बिचबिच ठाउँमा केही अनौठा चिजहरू देखा परे। यसको बयान गर्दै ऋषि अघि हामी तिनको पछि सोध्दै गऱ्यौँ, बताउँदै गए। त्यस जङ्गलमा अनेक किसिमका राम्रा गुफाहरू र सुरुङ पनि रहेछन्। एउटा सुरुङमा हामीलाई लगियो। बाहिरबाट हेर्दा एकदम अन्धकार देखिन्थ्यो। पहिलो पटक त हामीलाई डर पनि लाग्यो। भित्रसम्म लग्यो हामीलाई। त्यस सुरुङभित्र पनि सूर्यको प्रकाशसँगै झैँ झलमल्ल देखियो। त्यस प्रकाशको कारण भित्रका सबै मूर्तिहरू प्रष्ट देखियो। सुन्दर हिरा मणिमाणिक्यले झलमल्ल पारेको जस्तो देखिन्थ्यो। ती सबै अमूल्य वस्तु होइनन्, सबै ढुङ्गाले नै बनेका मूर्तिहरू थिए। महादेव पार्वती, लक्ष्मीनारायण, कृष्ण राधिका, 5 पाण्डव, द्रौपदी, गणेश, सरस्वती आदि। त्यसभन्दा अलि उता अन्धकार सुरुङ रहेछ। त्यसैले त्यहाँभन्दा अरू बढ्न सकिएन र फर्क्यौँ। परमेश्वर, फेरि हामी अर्कै बाटोतिर लाग्यौँ जहाँ महातपस्वीहरू थिए। ऋषिमुनिले ती गुफा पनि देखाए। त्यतातिर 1-2वटी केटीहरू पनि देखा पर्न थालिन्। हामीले पहिले देखेकी सुन्दरी जस्तै थिइन्। तीमध्ये 2टी त उस्तै बाँकी परे कि शरीर र हृष्टपुष्ट भए कि। अन्दाजी 17-18 वर्ष कि। फुलका मालाहरू गाँसेर गलामा बेरिएका माला त्यस्तै फुलका गुच्छा बनाएर शिरमा लगाएका। फुलले आफ्नो अर्धनग्न शरीर ढाकिएका। हामीले ठान्यौँ ती वनदेवी भनेका यिनीहरू नै हुन्। ओसोहरू उनीहरू पनि त्यतिखेर ओहो गर्दै यस्तै त्यो सुरुमा गर्दै कल्ट बनाउनु थालेर के हो खै के हो यिनीहरू? यो पहिला यार परमेश्वरी वनदेवी नै राम। तर वेल, यिनीहरू सबै 101 सुन्दरी थिइन्। वेल, त्यस्तो प्रशंसा टर्न्स आउट all the gorgeous women in the world living in jungle, होइन? हामी पनि उतैतिर तानियो।
तर विवश हाम्रा साथमा ऋषि भएकाले मन तातिए तापनि शारीरिक हावभाव भने केही पनि घट्न सकिएन। के हो यार, नभइदिए भए केटीहरू मात्र भइदिए भए चाहिँ यो शशीजी र साथी ग्याङहरू खोइ हेर होइन गफै मात्र हान्ने होला नि हुनु त होइन। अब भेट्ला नि खै के गर्छन्। ओके ल, केही गर्न सकिएन। हामीहरू पनि उत्सुक भएर ऋषिसँग सोध्यौँ, वनदेवी भनेका यिनीहरू नै हुन् कि कसो मुनिवर? होइन बाबु, यिनीहरू त महात्माका चेलीबेटीहरू हुन्। परमेश्वरी बिहे गरेरै लाउने हो भने चाहिँ ठिकै हो। अब त अरू त हेर नसोच धेरै। राम 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 राम। यत्तिकैमा अर्को ऋषि प्रकट भए। उनले आफ्नो आश्रममा लगेर केही कन्दमूलहरू खुवाए। ती दुई केटीहरू त यिनै ऋषिका चेलीहरू पो रहेछन्। हामीहरूका बिचमा हेराहेर भयो। मुख भाषाबाट नै प्रश्न र जवाफका आदान प्रदान भयो। ओके, लभ एट फर्स्ट साइट। सबै मुस्कानको लहर फैलियो। ऋषिलाई खुसी पार्न केही भेट पनि दियौँ अनि केही कुराकानी पश्चात पुरानै गुफातिर फर्क्यौँ। भोलिपल्ट हामीहरू बिहान सबेरै उठ्यौँ। ऋषिमुनि पनि दैनिक नियम अनुसार स्नान गर्न गए। ऋषिको निमित्त हामी पनि फुल टिप्न वनतिर यताउता लाग्यौँ। संयोगवश त्यस सुनसान वनमा एक्कासी एउटा केटीको आवाज गुन्जियो। गहिरो विरहको स्वर थियो। हे प्यारा राजन, आऊ न त्यो विरह हटाउन। मनको विरह जलि नै रह्यो, मनमै नहटाई। विरहको थिए। आई डिन्ट साउन्ड लाइक द्याट, सरी फर द्याट। सरी राजन सर। हामीलाई अचम्म लाग्यो यस्तो गीत सुन्दा। धेरै आश्चर्य भयो। यस्तो जङ्गलको शान्त निर्जन ठाउँमा स्वतन्त्रता रहेछ भने ठानेको त दुःखले भरि भराउ भएको जङ्गल पो रहेछ। यो त विकराल राक्षसको दुनियाँ रहेछ। स्वार्थीहरूको बसोबास रहेछ। यहाँ त दुष्टहरूले शोषण गरिरहेको ठाउँ रहेछ। तर हामी हतोत्साहित भएनौँ। झन् हाम्रो तातो र तीव्र गतिले सञ्चार भएर आयो अनि हामीले सरसल्लाह गऱ्यौँ, यसलाई निर्मूल पार्नुपर्छ, नत्र यस्ता विकृति समाजमा फैलिँदै जान्छ भन्ने विचार गरी त्यस विरह गीतको प्रत्युत्तर पठाएँ। हे प्यारी, तिमी नरौ एक्लै दुखिनी भएर, सुखको दिन आउनेछ प्यारी मनमा सम्झेर। ओके, वेल, गीतको धुन गुन्जिनै रह्यो। उनी लय हाल्दै आफ्नो विरहको व्यथा पोख्न थालिन्। ओके, कुल, लेट्स कसरी पोख्छिन्। घर छ जङ्गल, त्यहाँ छ मन, तक बिसाउने हो कसरी? छोडेर जाउँ मनमा आउँछ, जाउँ त कसरी? यो जुन चाहिँ जयमा पनि मिल्छ अस्सै। मनले भन्छ दोरी जे गाँसी लैजाउँ क्षणमै, दुष्टको हातमा परेको अवला उम्किन पाउँदैन, उम्किन सकिन। ओ लर्ड, साँच्चीकै त्यो अर्को ओसो बनै त रहेछ के हो त? एकदम त्यो ओसो भन्दा नि त्यो त्यो के एब्सेन्ट फाइल खोलेको यो पिडिडीको आइल्यान्ड इन ब्याक अफ द डेज, बट लाइक द चर्चको क्याथलिक चर्च। यहाँ ल के हाम्रो हिरोहरू आई थिङ्क दे गुड गाइज, जस्ट लाइक फ्लोटिङ अराउन्ड, बट गुड गाइज जस्तो है। हामीलाई त झन् आश्चर्यको सीमा नै रहेन। उफ, कस्तो बन्धनमा बाँधेका ती अबला केटी। साहस दिनको निमित्त अर्को एक टुक्का गीत बजाएर जङ्गलमै गुन्जाइदिए। धैर्य ल्याऊ है मेरी पियारी मनमा गुनेर, अवश्य आउँछ त्यो दिन हाम्रो नैराश्य हटाएर। भोक पनि लाग्न थाल्यो। लेट्स ग्र्याब समथिङ टु बाइट। त्यही गीत दोहोऱ्याउँदै अघि बढ्दै गयो ती केटी नै त। नभन्दै पहिले भेटेका केटी नै रहेछन्। उनी पनि फुल टिप्न भनी आएकी रहेछन्। भेट हुनासाथ मुसुक्क मुस्कान छोडिएर लाजले शरीर निहुराइन्। उसै बखत सपनामा जस्तै एउटा आवाज निस्क्यो। रूपा, अझसम्म त्यहीँ के गर्दैछौ? तँलाई अझ डर छैन? सजाय दिनु पर्यो, चेतिन सज। रूपा दौडले हातमा फुल लिएर गुफातिर दौडिँदै गइन्। मुस्कान दिँदै पछाडि फर्किँदै अगाडि बढ्दै अदृश्य हुँदै गइन्। हामी पनि एक टकले उनी लम्केको बाटोतिर हेरि नै रह्यौँ। देखेसम्म नदेखिने भएपछि हामी पनि हातमा केही फुल लिई
त्यही पुरानो गुफातिर फर्किन लाग्यौँ। फेरि अर्को गीत कानमा गुन्जियो। मनमा साँचेको यो गहिरो माया कसरी बिर्सौँला, मनले साँचे पिरती गाँसे म चाहिँ तिम्रै भइदिउँला। We need some म्युजिसियनहरू गीतै एउटा त्यो अलिअलि लाइन होइन त्यो बनाउनु पर्ने रहेछ एउटा। ती सुमधुर गीत सुन्दै गुफातिर फर्क्यौँ। गीत पनि नसुनिने भइसकेको थियो। फुलहरू टिपेर ल्याएकाले ऋषिमुनि एकदम प्रसन्न भयो। हामीले 2-4 दिन त्यहीँ बस्ने आग्रह गऱ्यौँ। हुन्छ भन्ने मुख जवाफ दियो। हामीहरूलाई ज्यादै खुसी लाग्यो। सदाको दिन चाहिँ बिहान सबेरै उठ्ने र उही ठाउँमा फुल टिप्न जाउँ उनी पनि आउँथे। लुकी छिपी नियमित भेट हुने भयो उनीसँग। उनीसँग प्रेम गर्नुभन्दा पहिले त्यहाँका रहस्य जान्न चाहन्थे। उत्सुकता बढ्दै गयो। नाम के हो, घर कहाँ, उनी कसरी किन त्यहाँ आइन्, कसरी फसिन्, ती जोगीहरू कस्ता छन् र को हुन् र उनीहरूको उद्देश्य के हो, के हुन्, यस्तै कुराहरू सोध्न थालेँ। जवाफमा बितिसकेका घटना र भइरहेका घटनाहरू बारे बारम्बार आँसु झार्दै भन्न थालिन्। ती जोगीहरू पहिले बिरानो देशका थिए। उनीहरू जादुगर थिए, चोरी डकैत गर्न निपुण। पछि हाम्रो गाउँमा बस्न आयो। त्यस्ताका तिनीहरू एक भावुक सिधा साधा खालका देखिन्थे। तर गाउँको चालामाला सबै थाहा पाएपछि गाउँलेहरूसित सम्पर्क राख्न तथा हेल्मेट हुन थाल्यो। धेरै जसो आफूतर्फ तानी धेरै जसोलाई आफूतर्फ गुट बनाउन थाल्यो। सरी फर द साउन्ड है। यता मानिसहरू चौतक हेर्न आएको मौका छोपी चोर्ने र यस्तै काम गराउँथ्यो। दिनदिनै माल हरायो भन्ने खबर मात्र सुनिने भयो। पछि दैव संयोगले ती चोरहरू फेला परे। थानामा केस चलियो। केस हुँदा पछि जोगीहरूको त्यो मुख्य सरदार रहेछ भन्ने कुरा थाहा पाइयो। थानामा 5-6 वर्षसम्म थुन्यो। 1.5 वर्ष 1-6 कति वर्षसम्म थुन्यो भन्दा 6 थुनेको चाहिँ 1 होला क्या। के गर्ने, हाम्रो देश यस्तै छ। पहिलेदेखि यस्तै थियो। पज इट फर बेट है। वे ब्याक होइन। पछि छोडियो जेलबाट। 1 नम्बरका चोरहरू भएका हुनाले सबै गाउँलेहरू मिलेर यिनीहरूलाई गाउँबाट टपाइयो र अहिले उनीहरू जोगीको भेष लिएर बस्दैछन्। बल्ल हामीलाई यसको ज्ञान भयो। चोर, ठग, चटके पटके पो रहेछन्। बदमास बाजीहरू हामीलाई एकदम रिस उठ्यो। अहिले नै गएर यिनीहरूको जगल्टा उखेलिदिउँ कि भन्ने जस्तो लाग्यो। तर एकैचोटि त्यस्तो गर्न ठिक लागेन। कानुन बमोजिम समात्न लगाउने सरसल्लाह गऱ्यौँ। अझ अर्को प्रश्न त बाँकी नै थियो। उनी को हुन् मैले सोधेँ। उनले स्पष्ट बताइन्। नाम रूपा, घर यतैतिर। उनी एक धनी परिवारकी छोरी रहेछन्। यी बाजीहरू जोगीको भेष लिएर गाउँमा भिक्षा माग्न आए। भिक्षा माग्दा माग्दै म भएको ठाउँमा आइपुगेँ। तर मैले यी दुष्टहरूलाई चिन्दिनँ। त्यस बेला म करिब 6 वर्षका थिएँ। राम मलाई फकाइ फुस्दै यहाँ घोर जङ्गलमा ल्याए। कसैले पनि थाहा नपाउने किसिमबाट म कराएँ चिच्याइने कसैले सुनेनन्। ती दुष्टको मन पग्लेन। अहिले म 17 वर्षकी छु। यो कुरा 10 वर्ष पहिलेको थिए। घर जाँदा पनि सायद मलाई मेरा बाबुआमाले चिन्दैनन् होला। घरबारे मलाई केही थाहा भएन। मेरा आमा बा मरे, बाँचिरहे। अहिले आमा बुवा भन्नु नै यही दुष्ट हो। म जस्तै अरू केटीहरू पनि यस्तै गरी ल्याएका छन्। कुनै फकाइ फुलाइ, कुनै चोरी गरेर, कुनै पिटपाट गरेर, कुनै डुल्न आएका समातेर, कुनै भिक्षा लिन जाँदा बोरामा लुकाइ कुनै श्राप दिन्छु भने तर्साएर के गर्नु, धर्मअनुसार मागेको दिनै पर्यो, नत्र के हुने, झोला दर पनि हुने भयो नि।
घर कहाँ नि तपाईँको? घर पूर्व 1 नम्बर स्याउला गाउँ हजुरहरूको नि सहरतिर नै हो। 2-4 दिन पक्का हामी जे गर्नु छ गर्नुपर्ने हो गरौँला पनि आश्वासन दिई गुहातिर फर्क्यौँ। त्यहाँबाट फर्केपछि हामी 3जना साथीहरू बिच विशेष छलफल भयो। अब यसको समाधान कसरी गर्ने? कसरी ती अबला केटीलाई यी दुष्टहरूको हातबाट उम्काउने र कसरी दुष्ट बदमासहरू पतकेहरूलाई यहाँबाट हटाउने? यस्तै छलफलमा एकजना साथीले सुझाव दियो, सबभन्दा पहिले त ती अबला केटीलाई सहरमा लैजाउँ, हामी मध्ये एकजनाको घरमा राखौँ, अनि पछि हामीले अफिसबाटै नै पुलिस अफिसरलाई फोन गरौँ र भएको घटनाहरूबारे सबै बताउँ। यो थियो शशीको सल्लाह। हो, यसो गरेपछि नेपाल पुलिस फोर्सबाट खोज तलास हुन्छ र यी पाजीहरूलाई समातेर जेल जाखिदिनेछ। अर्को साथी विक्रमले पनि यस कुरालाई सही थपेर भन्यो। शशी विक्रम फ्रेन्ड्स। त्यसो भएपछि यो जङ्गलमा वनभोज मनाउन आउनेको निमित्त मुख्य स्थान हुनेछ। यसबाट देशलाई र हामीलाई धेरै फाइदा हुनेछ। हामीहरूलाई मात्र होइन, सबै बटुवाहरूलाई आउन जान सुविधा र सुरक्षाका साथै सरकारी आम्दानी पनि बढ्ने भयो। यहाँका अनमोल वस्तुहरूको उपभोग सबैले गर्न पाउनेछन्। यस्तै अरू पनि हो। ठिक भन्यो तिमीहरूले, यसै गर्नुपर्ला। ती अत्याचारी बदमास पकटमारहरूलाई सजाय दिनै पर्छ। रेपिस्ट, मोलेस्टर, चाइल्ड मोलेस्टर, मदरफकर्स अत्याचारी गाली गर्नु पुगेन त्यो चोरहरूलाई। सन्स अफ बिचेस यहाँबाट हटाउनै पर्छ, तब मात्र सबैको भलो हुनेछ। सबै मानिसहरू स्वतन्त्रताले घुम्न डुल्न पाउनेछन्। डेथ सेन्टेन्स दिनुपर्छ तिनीहरूलाई। अन्त यस जङ्गलका नाउँ स्वर्गको बगैँचा, गार्डन अफ हेभनले प्रख्यात हुनेछ। मैले भने पुलिस केस भएपछि के प्रमाणहरू दिने? यो थियो शशीको प्रश्न। धेरै प्रमाणहरू दिन सक्छौ, मैले जवाफ दिएँ। भन त के प्रमाणहरू हुन्? अर्को साथीले प्रश्न गरे। मैले संक्षिप्तका साथ केटीले सुनाएको अनुसार भने, बिरानो देशको मानिस केटीको गाउँमा आएर चोरी ठगी र ससाना नानीहरूलाई फकाइ लगेको, पूर्वाञ्चल 1 नम्बर स्याउला गाउँ पुलिस थानामा समातेर थुनेको र उसको पछाडि कुममा निलदाम लगाएको जोगीको भेष ल्याएर जङ्गलमा बसेको छ। गाउँघरका चेलीहरू ल्याएर जथाभावी मनचाही गरेको, चोरी गरेर ल्याएका केटीहरूमध्ये हामीसँग एकजना केटी पनि छ। अरू धेरै जसो जङ्गलमा छन्, कुनै भागेर पनि आएका छन्। यस्ता धेरथोर बनाउन सकिन्छ। साथीले भने, ठिक, हामीहरूले भोलि नै गएर रिपोर्ट दिनुपर्छ। यिनीहरूलाई के गर्ने त? छोडेर जाने? मैले सोधेँ। हो, छोडेर जाने। पछि आउँदा लिएर जानुपर्दा कसो? विक्रमले भने। होइन, छोडेर गए प्रमाणहरू सबै काम नलाग्ने हुन्छ। मैले भने, हुन्छ त यिनलाई पनि लैजाउँ। शशीले भने। कसरी लैजाने? विक्रमले सोध्यो। भोलि बिहान उज्यालो नहुँदैमा कसो? शशीको प्रस्ताव पारित भयो। घडीमा 2 बज्न लागेको थियो। गर्मीको याम भए पनि जङ्गलको स्वच्छ चिसो हावाले गर्दा उस्तो असर पार्न नसकेको थिएन। मन्द हावाले ती फुलिरहेका फुलहरूमा धक्का दिँदै सुवास फैलाइरहेको थियो। हामी रूपालाई भेट्न जाँदैथ्यौँ। संयोगवश उनलाई देख्यौँ, एउटा रुखमुनि बसेर आँखाबाट मोतीका माला उनिरहेकी। पहिलोपटक रूपालाई भेट्दा चन्द्रमाको हँसिलो मुहार जस्तो देखाएका थियौँ। तर आज त्यस्तै थिएनन्। अनुहार एकदम बदलिएको देखिन्थ्यो।
उनी र हामीहरूका बीच आँखा जुते, तर मुस्काउन भने उनीबाट पाउन सकिएन, मुस्कान भने उनीबाट पाउन सकिएन। झन् सुख सुख गरिरहन थाले। त्यस्तो रमाइलो मनलाई नै मरुभूमि जस्तो उजाड बनाई सबैको मनलाई निराश बनायो, दिमागलाई काम गरेन। फुलेको फुलहरू सबै ओइलाएको जस्तो मानौ झरेको पात चाहिँ जिन्दगी नै उजाड बन्यो। एकछिन अघि मात्र मगमग सुगन्धित बास्नाले जङ्गल भरिएको थियो, उति नै खेर दुर्गन्ध फैलिए जस्तो भयो। रूपा एउटा गहिरो विचारमा थिइन् जस्तो देखिन्थ्यो। त्यसकारण सोध्यो, रूपा तिमी किन रुन्छौ? अब रुनु पर्दैन, हाम्रो पनि पाला होला नि। मेरो बोली सुनेर रूपाले प्रश्नसूचक दृष्टिले हेरिन्, तर बोल्न सकेनन् र पछ्यौरीको आँचलले आँसु पुछिन्। फेरि शिर निहुराइन्। हो बहिनी, हामी सबै भोलि उज्यालो नहुँदै जाने, तिमीलाई पनि सँगै लिएर जाने भएका छौँ। फेरि टाउको एकचोटि माथि उठाइ र मनमा आश जगाउँदै मसिन स्वरले बोलिन्, मलाई पनि हो, भोलिलाई ठिक हो, निश्चित भइसक्यो। के उसले पठाउँछ त? म त जान्न, किन विक्रमले सोधे। उसले थाहा पायो भने मलाई मार्छन्, त्यसैले त उज्यालो नहुँदै भागौँ भनेको। त्यस बेला कोही उठेको हुँदैन। त्यो विक्रमको जवाफ थियो। अँध्यारोमा आउन त मलाई डर लाग्छ, रूपाले भनिन्। के को डर? हामी छैनौँ र? गुफाबाट बाहिर सुस्तर निस्किनु, हामी बाहिर यहीँ नै पर्खिराखौँला। ओहो, यो त साह्रै गाह्रो काम। त्यो तुर्त जोगेको कुकुर जस्तो निन्द्रा तुरन्त चाल पाइहाल्छ। त्यसो भए औषध निन्द्रा लाग्ने चक्की खानामा हालेर खुवाउनु, अनि चाल पाउँदैन, विक्रमले सल्लाह दिँदै बोल्छ। खाना खुवाउँदा एकदम खुसी पारेर खुवाउनु, ताकि उसको आफ्नै पत्नीले खुवाएको जस्तो गरी बडो प्रेमपूर्वक खाना दिनु। तब मौका मिलाई बाहिर निस्किनु। रूपा, ठिक भन्नुभयो हजुरले, त्यसै गर्नुपर्ला। भोलि बिहानै होइन त? हो, तिमीलाई लिएर जाने भयो। रूपा फर्किन हतारै बोल्छे। साँझ पर्न लाग्यो, जोगी गुफामा आइसक्यो होला, जाउँ त? जाने बेलामा रूपाले खुसीले मुस्कान छोडी सबैको मनलाई मुग्ध पारिन्। तब रूपा बस्ने गुफामा जोगीले फेरि अर्को केटी ल्याएको रहेछ। उनीसँग मनपरी हातपात गरिरहेको रूपाले देखिन्। रूपा डरले कापिन् र भित्र जान सकिनन्। बाहिर ढोकातिर अडेसलाई रुख चाहिँ थिङ्गो उभिरहन्। एकछिन त उनलाई रुन मन लाग्यो, तर रोइनन्। उनलाई त्यो डर थियो कि उनलाई पनि हातपात गरी उनको कुमारित्व लुट्ला भनेर। ओके, जतिसुकै रूपालाई सजाय दिए तापनि आफ्नै छोरी जस्तो सम्झेका थिए। त्यसकारण हालसम्म रूपाको फुल जस्तो भर्खरै मात्र फक्रिएको कलिलो जौवन दिएका थिएनन्। They're still child molested, right? I think उसलाई गरेन, shit. Like त्यो के सिन्ड्रोम रे, त्यो आफ्नो क्याप्टरलाई राम्रो सोच्न थाल्ने। I forgot the word for it, त्यो। पीडितै भएर रहेछ विचार रूपा त मेन्टली। कहाँ पुगिरहेछ? छोरी जस्तो सम्झेका थिए, त्यसकारण हालसम्म रूपाको फुल जस्तो भर्खर मात्र यो सेट। बाहिर ढोकामा बसेकी रूपाले भित्रको केही आवाज थियो जोगीको। प्रिय करुणा, किन मदेखि डराउँछु? डराउनु पर्दैन, म बाघ होइन, भालु होइन। तिमीलाई म हिरा मोती सुनले सजाएर राख्छु, मलाई आफ्नो बनाऊ। करुणा रिसाएर बोल्छ। मलाई फकाउनु पर्दैन जस्तो के तिमीले मेरो यौन लुट्न खोजेको? भाग मदेखि पर। जोगी करुणालाई
अत्यन्त नरम भएर फकाउनु खोज्दै भन्छ, नभन प्यारी, किन तिमी मलाई घृणा गर्छौ? चाइल्ड अहिलेसम्म गोली ठोकेर अहिलेसम्म सिट ग्याङ्गै थियो होइन यसको अझ। म तिमीलाई साह्रै मन पराउँछु, रानी भनेर राख्छु, भने जस्ता मिष्टान नखुवाउँछु, गरगहनाले सजाइदिन्छु, आऊ करुणालाई आऊ काखमा आऊ, एकचोटि म तिम्रो गुलाबी गालामा चुम्बन लिन चाहन्छु। कर्ण रिसाएर उल्टो गाली गर्दै बोल्छ, पर्दैन दुष्ट। पज एकछिन है त 2 सेकेन्ड। अहिले खान लागेको चाहिँ गएको मैले हो नि बन्नु राखेर स्यान्डविच। ती दुई बिचमा भएका झगडाको भनाभन बाहिर बसिरहेकी रूपाको कानमा सलल्ल भित्रसम्म बगे। रूपा एक दिन डराइन्, छटपटाइन्, अब के हुने होला, हे भगवान् मलाई रक्षा गर, यो दुष्टको पन्जाबाट मलाई पार लगाऊ, यति भनी उनी थ्याच्च त्यहीँ बसिन् र बेसरी रोइ कराई। भित्र घमासान कलह मचिरहेको, पिटपाटको आरेका आवाजहरू पनि बाहिर आइरहेको, जोगीको उच्च स्वर पनि हावाले हुत्याएर बाहिर ल्याएको थियो। जोगी अझ फकाउँदै तर्साउँदै, के तिमी मलाई देखेर घमण्ड गर्छौ त? के तिमी मैले भनेको कुरा मान्दैनौ त? कहाँ जाला मस्ती मेरै घडिया, हा 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 हा, मेरो पन्जाबाट उफ्किन पाउँदैनौ, उम्केर पनि कहाँ जाला र, हा हा। करुणा आत्तिएर चिच्याउन थाल्यो, गुहार गुहार बचाऊ बचाऊ। रूपा त्यहाँबाट उठिन् र बेटोडले दगुरिन्। यताउता अरू मानिसहरूको हार गुहार पाउन, तर कतै कोही भेटिएन। यताउता हेर्दा हेर्दै आखिर हामी रहेका ठाउँमा आइपुग्यौँ। हामी पनि बसेको गुफाबाट बाहिर निस्क्यौँ। उनी कराउँदै गुहार गुहार बचाऊ बचाऊ रूपा खुब आत्तिरहेकी थिइन्। उनको रोदन र आत्तिएको स्वरले जङ्गल नै अन्यलमा पारी सबै पक्षीहरू उनकै पछि लागि च्याँ च्याँ र चुँ कुवाँ कुवाँ गरी कराउन थाल्यो। चल्लाहरू पनि यताबाट उता र यता दगुर्न थाल्यो। बतास पनि हुँ हुँ गरी चल्न थाल्यो। आफ्नो साथीले भइरहेको सुन्न नसकेको र साथीको जस्तो गरी मानौ त्यहाँ प्रलय हुन त लागेको जस्तो। हामी पनि डरायौँ, के भएको हो, भुइँचालो गएको त होइन, नत्र किन यति आत्तिन्। हामी पनि जिल्ला परि तोलाइरह्यौँ। दगुर्दै हामी उनको नजिक गएर च्याप्प पाखुरामा समातेर सोध्यौँ, किन आत्तिएकी रूपा तर्सी नक्कमक्क परिन्, केही बोल्न सकेनन्। बोल्न कोसिस गरिन् तर बोक्रिन वाक्य फुटेन। भन न के भयो तिमीलाई भनेर आवेगका साथ सोध्यौँ। रूपा गुफामा आत्तिएको स्वरमा भनिन्, गुफामा के भयो? रूपा एउटी केटीलाई अवश्य केही भयो होला भने हामी उनीसितै गुफातिर लग्यौँ। त्यसबेला गुफा सुनसान भइसकेको थियो। हामीले त्यहाँ अर्की केटी कर्णलाई बाहिर बसी रोइरहेकै भेट्यौँ। तिमी को हो, किन रोएकी? ढाडसिँदै मैले सोधेँ। उनका शरीरमा केही घाउ र चोटपटक र चोलो पनि च्यातिएको थियो। उनले हामीलाई देखेर आश्चर्यचकित भएर एकदम डराइन्। ठानिन् कि हामी पुलिस स्टेसनलाई समात्न आएको हो। उनी एकछिन त अन्यलमा बोला जस्तो नै होइन्। पुलिस देखेर उल्टो तर्सिनु पर्ने भिक्टिम यार।
गाह्रो छ वर्ल्ड कसरी च्यातियो त्यो चोला फरियो अनि घाउ कसरी भयो मलाई माफी दियो यति आएँ बाबा धिक्कार छ मलाई हात जोडेर बिन्ती भाउ गर्छन् नट यर फल्ट मिस गर्नु यार बहिनी यार के भयो हामीले सोध्यौँ मलाई क्षमा दिनुहोस् हात जोडेर बिन्ती भाउ गर्छन् जोगीलाई स्वर्गवास पठाइदियो होला कि त मुर्छा पार्यो होला पनि हामीले अनुमान गऱ्यौँ हामीले सान्त्वना दिए भन्यौँ तपाईँ डराउनु पर्दैन किन डराउनुहुन्छ हामी पुलिस होइनौँ सिर्फ हामी साधारण भतुवा परदेशी मात्र हौँ गुहार भन्ने आवाज आकाशवाणी आएको हुनाले हामी आएका नत्र किन आउँथ्यौँ र भन्नुहोस् नडराइकन भन्नुहोस् तपाईँको उपकार गर्नेछौँ करुणाले बोली बिस्तार लगाइन् जोगीले मलाई जबरजस्ती गर्न खोज्यो मैले अगेनाको बलेको दाउराले हिर्काएँ Good job, baby. Oh well, if this thing was real, probably it would be like, good thing, Granny. Bhai na, good thing, Granny. Yeah. But a good sandwich. Banma guacamole, spicy guacamole. Honey ronna मलाई. That's it. We'll drink some milk too. I think almond milk खाने. Let's continue. निर्धक्क आँसु पुस्दै भनिन् तर बाँकी पुरा गर्न सकेनन् शशीले सोध्यो कहाँ हिर्काएको टाउकोमा कि कर्णाले रुँदै भनिन् खोइ कन्सर्टमा परेको जस्तो छ भुत्कै भुइँमा लडे विक्रमको उत्सुकता बढेर सोध्यो के जोगी मर्यो मलाई अरू कुरा केही थाहा छैन मरेको जस्तो छ अनुमान गरिन् कर्णाले हामी तीनैजना भित्र गएर हेऱ्यौँ जोगीको मुखबाट रक्सीको गन्धवास आउँछ तर जोगी मरेको थिएन नसा लागेर पछाडिको रहेछ 8, 9, 10 हुँदै घडी एकटक चलिरहेको थियो पुरा रातसम्म हामी सबै त्यहीँ थियौँ बाहिर घोर अन्धकार छाइरहेको थियो कतै केही देखिँदैन थियो चारैतिर सुनसान जङ्गल एकदम शान्त वातावरणमा थियो कतै कतै भने चराहरूका चिरचिरमा आवाज मात्र सुनिन्छन् हामी जससँग 5वटा मात्र प्रमाणहरू थिए तर अहिले 6वटा भयो शत्रुहरूका निमित्त यथेष्ट प्रमाण पुगेकाले हामी सबै दङ्गदास भयौँ हामी सबै एक आपसमा परिचित भयौँ बितेका घटनाहरू सबैले सुनाएर रात छर्लङ्ग भयो बिहान हुन लाग्यो 4 बज्यो 5 बजी आएर घरमा पालिएका भालेहरू बासे चाहिँ जङ्गलकै कुखुराहरू लुइँचे बासे जङ्गली कुखुराहरू लुइँचे भन्छ ओके कुखुरी कहाँ उनीहरू 2 र हामी 3 जना समेत जम्मा 5 जना जनाले सहर जान निश्चय गरी गुफातिर पाइला बढायौँ र घन्टा मुन्टा सबै कसाउ गऱ्यौँ हामी सबै त्यस रहस्यमय सुन्दर बगैँचालाई बिदा दिएर सहर लाग्यौँ त्यसबेला दिमागलाई ठन्डा शीतल पार्ने किसिमका सिरसिर हावा चल्यो बगैँचाका ती हरिया पातहरू सबै हामीलाई बिदा दिन बाई गरेको जस्तो फिरफिर हल्लियो र फुलिरहेका फुलहरूको पनि आफ्नो सुगन्ध सुवास छर्दै थक लिएर मानव हाम्रो मनोकामना पुरा होस् भनेर खुसी भए जस्तो हामीलाई भान पर्यो एकदम शान्त वातावरण छायो
पुष्पवृष्टि गरे जस्तो शीतका थोपाहरू पनि माथि आकाशबाट झरे। सल्लाह बमोजिम बल्ल तल्ल सहर पुग्यौँ। एक दिनपछि नेपाल पुलिस फोर्सका इन्सपेक्टर साहेबलाई फोन गऱ्यौँ। फोनमा सबै घटनाहरू साफ बताइदियौँ। यसबाट इन्सपेक्टर साहब निरीक्षण गर्नु दुवै केटीहरूसँग भएका व्यवहारहरू सुन्न चाहे, दुवैले निर्धक्क साथ आफूलाई गरेको अन्याय, अत्याचार र ती जोगी बनाउँदाहरूको चरित्र चित्रण गरे। त्यसपछि 10-12 पुलिसहरू, इन्सपेक्टर साहब र हामीहरू सहित 2वटा मोटर लिएर उही जङ्गल पुग्यौँ। पुलिस अफिसरलाई जोगीहरू बस्ने गुफा देखाइदियौँ। त्यसबेला ती जोगीहरू थिएनन्। 9 घन्टापछि देखा परे र उनीहरूका हातमा केही चोरिएका माल सामानहरू पनि थिए। चस्स 81 जम्का भेट। के खोज्छस् काना आँखा भने जस्तै अफिसर साहेबले पनि तुरन्त ती जोगीहरूलाई नेल ठोकेर पुलिस थानामा ल्याए। करुणा भन्ने केटी उही सहरकै रहेछन्। छोरी करुणा हराइन् भन्ने हल्ला मचिरहेको थियो। यसै समय हामीले ती केटीलाई उनका आमा बुवालाई सुम्पिदियौँ। हराएकी छोरी पाएकाले खुब खुसी भएर हामीलाई भारी भारी धन्यवाद दिए। रूपालाई पनि आनन्दले आनन्द डिफ्रेन्ट इट्स अ पर्सन नो रूपा पनि आनन्दले नो इट्स नट आनन्द इज विथ जोय ओके गट मी कन्फ्युज फर सेकेन्ड। रूपा पनि आनन्दले विक्रमसहित उसका आमा बाबुको सेवा सुसार गरी दित बिताउँदै गइन्। विक्रमसँग ओके। रूपा पहिलेभन्दा धेरै नै हृष्टपुष्ट भइन् र यौवनले लह आयो। परिपूर्ण भएर आइन्। तर पनि विक्रमले उनीमाथि कुभावले हेरेन, कुव्यवहार गरेन। सो ओके आई मिन आई थट दे टर्न इन्टु कपुल न माई ब्याड। विक्रम होइन। सो सी हुज गन सी एन्ड अप विथ आफ्नै दिदी बहिनी जस्तै व्यवहार गरेको थियो। उनको राम्रो आचरण, राम्रो शील स्वभाव, ज्ञानी गुणी शीलवती रूपवती भएकै हुनाले घरका मानिसहरू सबै उनीसित खुसी छन्। आफ्नै छोरी जस्तै बनाइपाले। रूपालाई उसका आमा बुवाले मान्नुपर्ने मुख्य कारण रूपामा विद्यमान उत्तम आज्ञाकारिता, सहिष्णुता, कर्तव्यनिष्ठता तथा सेवा गरे बापतको फल हो। उनीदेखि खुसी थिए। पहिलो दिन त रूपालाई घरमा भित्राउँदा विक्रमसहित रूपालाई खुब अपारेका थिए उसका आमा बाबुले। के हो बेस्याहरू घरमा ल्याएर घरको इज्जत फाल्ने आँटीको धर्म तँलाई बदमास जा, बाहिर निस्के, घरमा आउनु पर्दैन, बाहिरै बस, बाहिरै खा, बाहिरै सुत, त्यहाँ तेरो राज होइन, बुझिस् तैँले तेरा रानी हुनेवालेहरूलाई पनि साथमा लैजा, जे मन लाग्छ बाहिरै गर भन्नु गर्नु जा। मैले सिरियसली मैले एकछिन त त्यहीँ सोचेँ दे एन्ड अप टुगेदर कपाल भयो भन्ने सोचेको थिएँ नि होइन। त्यतिखेर अझ प्यारेन्ट्सहरू गेस भन्दै विक्रमका आमा बाबुहरूले रिसले आगो निभ्न टाढो पर्ने कुरा भयो। हामीलाई के गरौँ भयो। हामीले सम्झाइ बुझाइ गर्दा बल्ल मान्लान् जस्तो भयो। अनि रूपालाई विक्रमलाई घरमा छाडेर हामी फर्केका थियौँ। एक दिन आकस्मिक मोटर दुर्घटनामा परि विक्रम सिकिस्त बिरामी भएको थियो। 7-8 महिनासम्म उपचार गरे तापनि निको भएन। चम्चाप बढ्दै ओछ्यानमा थला पर्यो। हो यार विक्रम र चल्नु पनि गर्न सकेनन्। रूपाले आफूलाई त्यस्तो घोर जङ्गलमा राखेका दुष्ट बदमास पटकेहरूका पन्जाबाट उक्क्याएर ल्याएको र आफूलाई पनि घरको परिवार जस्तै ठानेर एक स्थान दिए उपकार गरेको सम्झिन्। सीताको निमित्त रामचन्द्र भगवानले राक्षसका राजा रावणसँग लडी त्यस्तो घोर जङ्गलबाट छुट्याएर ल्याएको जस्तै सम्झी अनि गहभरि आँसु पारी मुटुमा बिरहको गाँठा बाँध्न थालिन्। जसरी विक्रमले उनलाई आफ्नो कर्तव्य सम्झी सहयोग गर्यो र तनमन्दी आपद विपदबाट पार लगाएर यसरी नै रूपाले रोगीको सक्दो सेवा हेरचाह गरे। यो दुर्दशा पार गर्न लगाउनु रूपाले विक्रमको सेवा गर्न थालिन्। रात दिन भनिनन्, दिन भनिनन्, बिचरी रात भनिनन् होइन। सधैँ विक्रमको स्याहार सुसारमा तल्लिन भइन्। ब्रो यार ओके द्याट्स नाइस गुड सस। विक्रम आफूले खान असमर्थ थियो। लड यार पीडितै पारेछ यार।
7-8 months हस्पिटलाइज रूपाले आफ्नो कोमल हातले खुवाइन् बरोबर डाक्टर देखाउने गरिन् डाक्टरले भनेअनुसारको औषधि आफैले पसलमा गएर छिटोभन्दा छिटो अनि खानेकुरा समेत किनेर ल्याउने गर्थिन् चाँडै स्मार्ट भइसक्यो त 10 वर्ष जङ्गल बसेको बच्चा यार 6 वर्षदेखि उमेरदेखि पढाउनु लेखाउनु त गरेन होला त्यो जोगीले यार कि छोरी जस्तै राखेको थियो भनेर गर्थ्यो पढायो लेखा ओके के त आएर पढ्न सिक्यो द्याट वाज फर्स्ट लर्न द्याट्स मेबी एनदर स्टोरी औषधि समय समयमा खुवाउने गर्दथिन् रातभर नसुती जागा बस्थिन् गहभरि आँसु पार्थिन् रूपाको यो आफ्नोपन र समर्पण भएको स्याहार सुसारले विक्रमको अनुहारमा केही परिवर्तन भएको देखियो एक रात विक्रमले रातभर नसुती आफ्नो सेवामा तल्लीन भएकी र आँसु भरिएकी आँखा सुनिएकी रूपालाई विक्रमले नम्रतापूर्वक मायाले सोध्यो रूपा कि तिमी सुतेकी छैनौ रूपाले भने सुतेकी थिएँ भर्खर मात्र उठे कि भनी जुठी बोलिन् विक्रम पत्याएन तिम्रो आँखामा कसरी ती मोतीका दानीहरू देखियो फेरि निन्द्रा लाग्ला भनेर पानी छ्यापेको भने आँसु पुसिन् विक्रम ल भइगयो अब सुत रूपा सुत रूपाले असजुर पनि निधाउनुहोस् आराम गर्नुहोस् अनि म पनि सुतौँला विक्रम रूपा म तिमीलाई एउटा कुरा सोध्छु रूपा के कुरा भन्नुहोस् विक्रम फेरि तिमी केही रूपा केही हुँदैन भन्नुहोस् विक्रम निराश भई प्रत्युत्तर दिन खोज्दै सोध्छ यदि मैले जीवन त्यागेँ भने तिमी के गर्छौ रूपा छि हजुर कस्तो सोच्नु भएको के हुन्छ र हजुरलाई केही हुँदैन यस्तो नभन्नुहोस् तपाईँलाई केही हुँदैन मेरो बिन्ती छ भने तप आँसु खसाइन् विक्रम भन न यदि म मरेँ भने रूपा भन्दै मान्नु पर्दैन केही हुँदैन डाक्टर साहबले भन्नुभएको छ कि हजुर 9-10 दिनमा नै निको हुन्छ अरे अनि डिस्चार्ज गर्ने अरे विक्रम ल भइगयो म निको हुन्छु यदि भएन भने रूपाले साथ दिँदै उसको मुख छोपे म पनि हजुरकै साथमा हजुरले जे अवस्था हुन्छ त्यही अवस्था मेरो पनि हजुरको जस्तोमा मेरो पनि हाँस्छु हजुरको रुवाईमा मेरो पनि भयो हो रूपा चाहिँ फेल इन लभ टेन्सन कि तिमीले मलाई आफ्नो सम्झेकै छौ त ओके सिस्टरली लभबाट ओके sorry for that bird. Good sandwich. The story is good too, but yeah, it's रूपाल साथ दिँदै उसको मुख छोपी म पनि हजुरकै साथ हजुरको जे अवस्था मेरो पनि ओके लर्ड ओके द्याट टर्म्स टुगेदर होइन त विक्रम के तिमीले मलाई आफ्नै सम्झे कि छौ त ए विक्रम साथ 3जना मध्ये एकजना मेन खेर अघिको प्रोटागनिस्ट अर्कै भयो विक्रम र शशी साथी भयो अर्को थर्ड क्यारेक्टरको नाम कि थर्ड पर्सन त्यो नाम फेरि एकचोटि हेर्नुपर्छ भेटिनँ कि मैले रूपाले आफ्नो कुरा प्रस्ताउँदै भनिन् यदि मैले हजुरलाई आफ्नो नसम्झेको भए किन हजुरको सेवा गर्थेँ होला दुवै मक्ख पनि हाँसे अँधेरी मध्यरातमा ती बाहेक कोही थिएन त्यस कोठामा बिजली बत्ती प्रेमी र प्रेमिका बीच प्रेमालापको कुरा भएको दृश्य एकहोरो हेरिरहेको छ सुनिरहेको छ चम्किलो प्रकाश दिँदै साथ दिइरह्यो त्यस कोठामा विक्रम बिरामी थिए तापनि उनमा जवानीको रङ्ग उम्लिरहेको देखिन्थ्यो रूपा त भन्नु नै पर्दैन प्रकृतिले दिएको उपहारस्वरूप सौन्दर्यकी खानी थिइन् त्यस बेला रूपाको अनुहार हँसिलो भएर आयो विक्रमले आफ्नो नजिक आउन सङ्केत गरे रूपा नजिक गइन ओछ्यान र ओढ्ने मिलाइदिइन् विक्रम रूपा तिमी जस्तो मान्छेसँग बिहे गर्छौ तैनीसँगै कि गरिबसँग जेसँग गर्नु उसैसँग दिइ पठाउँछु कस्तो रूपा रूपाले राजले सिर निहुराइ भन्न चाहन्थे हजुरसित नै तर भन्न नसके राजले गर्दा मुसुक काँसेर कुरा तानिन् फेरि सिर उठाएर उनीसँगै प्रश्न गरिन् हजुर कोसित नि विक्रम तिमी नै भन न कोसित रूपाले हजुरसित भनेकी थिइन् तर मात्र भन्न पुगिन् विक्रमले तुरन्त हको मतलब बुझेर खुसी रूपालाई तानेर चाप पुछ्न मन गरे त्यस बेला रात धेरै बितिसकेको थियो कालीमा परपर हट्दै गयो कुखुरी भन्ने भएर रुबालेहरू बासे धेरै गफ नगरेर उठ र छिटो आफ्नो घरको काम गर भनेर सङ्केत दिए जस्तै लाग्यो
अनि रूपा छिटो हातमा कुचली टोका बाहिर निस्किनु तलबाट सबै ठाउँ बढाउन थालिन्। पूर्व दिशामा भास्कर पनि रूपाले गरेका कामलाई च्याउँदै बिस्तारै पहाडमाथि आइपुगे। दुःखको रातबाट थाकिएका प्राणीहरूलाई सुखको कोसेली बोक्दै रथमा बसी भास्करको सवारी भयो। रूपाले बिहानको खाना खाई विक्रमको नजिक राखिन्। खाना बनाइ कहाँ खाए यार, बनाएर पो राख्दैन, खाएर अब त विक्रम आफै थचक्क बसेर खान सक्ने भएका रूपा आफैले खुवाउनु परेन। By the reading like the whole thing for the first time, that's good. Like yeah, it's real nice. Like all the emotion तलदेखि माथि के हो यता उता विक्रमका आमा बुबा आफ्नो एक्लो छोरोको दयनीय अवस्था देखेर चिन्तित थिए। छोरा निको होस् भनेर ठाउँ ठाउँमा देवी देवताका पाकल गरे। पूजा गरिसकेपछि आफूहरू पनि छोराको हेरचाह गर्थे। तर आफूहरू पनि बुढाबुढी भएका हुनाले एकनाथसँग स्याहार सुसार गर्न गाह्रो भएकाले धेरै जसो समय र जिम्मा रूपालाई दिएको थियो। रूपाको राम्रो हेरचाहले आफ्नो छोराको अनुहार दिन प्रतिदिन बदलिएको फेरिएको निको हुँदै आएको खुसी भए। रूपालाई अन्त नपठाउने निश्चय गरे। विक्रम बिरामी भइरहेको पुरा 2 वर्ष भयो बित्यो। बा लर्ड के भएको यार, 2 वर्षसम्म थला पर्ने अनुहार फेरेको पनि 1 महिना जति भइसक्यो होला। अब अलिकति भिटामिन र तागतिलो खुवाउने गरियो। हामी 2 साथी पनि बराबर त्यहाँ जाने गरेका हुनाले 2 भाइमा सान्त्वना मिल्यो। कहिलेकाहीँ अफिस छुट्टी लिई दिनभर त्यहीँ बस्ने गर्थेँ र रमाइला कुराहरू हाल्ने, चुटकिलाहरू भन्ने, नयाँ ताजा समाचार सुनाउने गर्थेँ। अब विक्रम औषधिको प्रभावले पुरा तलमाथि उक्लिने ओर्लने गर्नु भइसकेको थियो। पहिले त बिरामी छँदा बाँच्ला भन्ने आश थिएन। खोलामा छालाएर किनारमा रहेको सामान तथा जीवहरू तानेर लैजाला कि भन्ने जस्तो, उसमाथि पनि कालको चिसो हावा हात राखियो कि भन्ने जस्तो भइसकेको थियो। तर भाग्यवश विक्रमको दिन नआएको भयो। उसका आत्माले भन्दै थियो, जप्दै थियो, काल तिमी नहौ, यहाँ मेरा धेरै अभिलाषाहरू छन्, खेरा जालान्। ती अभिलाषाहरू पुरा गर्नु छ। अन्याय, अत्याचार, भ्रष्टाचार, दुराचार, दिलासुस्ती, चढ्या, मूल्या, घुस्या, लुच्चा, छुच्चा, बदमास, शोषकहरू सबैलाई पाखालो बनाउनु छ। देशमा क्रान्ति, शान्ति र विकास गरी नयाँ जीवन बिताउनु छ। म आफ्नो धरती माताको सेवा गर्नेछु, उहाँलाई सिँगार्नु छ। विक्रम जुर्मुरियो। अब उसका इच्छाहरू पुरा हुने भयो। यो हुनु र गराउनुमा रूपाको ठुलो देन छ। यदि रूपाको मद्दत नभएको भए, रूपा नै त्यस घरमा नबसेको भए विक्रमको अवस्था के हुने थियो? रूपाले विक्रमलाई गरेको हेरचाह जस्तो उनले आफ्नै आमा बुबाको पनि सेवा सुसार गर्न पाएकी थिएनन्। उनले आफ्नै परिवार जस्तो ठानेर विक्रमको सेवा गरिन्। विक्रमका आमा बुबा आफ्नो छोरा पूर्ण रूपले उत्पस हिन्दू गर्न सक्ने भएका हुनाले खुसी भई देवी देवताका भाकल गर्न सबै पन्छाइदिए अनि प्रार्थना गर्न थाले। भगवान, हामीले आफ्नो छोरा सकुशल पायौँ। हजुरको कृपाले निको भयो, निरोगी भयो। यहाँहरू सबैलाई कोटि कोटि नमस्कार भनी हर्षले प्रार्थना गरे। साथमा रूपालाई पनि देवी जस्तो मानी अपनत्व देखाई धन्यवाद दिए। पहिले आफूहरूले उसमाथि गरेको अपमान तथा दुर्व्यवहारप्रति माफी मागे। विक्रम 25-26 वर्षको जवान लाथे भइसकेको थियो। 2 वर्ष 4-5 वर्ष 5 वर्ष सी इज लाइक 20 नाउ होइन। त्यसकारण उसका बाबुआमाले छोराको बिहेबारे चिन्तित थिए। बाबु छोरा बिचराहरू त अन्त चिन्तित भइहाल्छ नि बिचरा बुवाआमाहरू, के गर्ने। त्यस्तै हो। बिहेर छुट्याएर बसिरहनु परेको छ यार। मिस यु बेबी। Where we at?
र विवाहको चर्चा गर्न थाले ड्याड ममले। अब विवाहको चर्चा गर्न थाले विक्रमको। कुन चाहिँ कस्तो मेन प्रोटागनिस्ट त विक्रम पो रहेछ त होइन। त्यहाँ हाम्रो बेनामको त्यो उहाँ चाहिँ आई गेस के लेखक नाम नभएको मान्छे त्यो अर्को क्यारेक्टर मैले सुन्न प्रोटागनिस्ट भनेको चाहिँ लेखक रहेछन् होइन। सो कहाँ पुग्यो विक्रम। त्यस कारण उसको आमा बुवाहरू छोराको विवाह चिन्तित भयो, विवाहको चर्चा गर्न थाले होइन। कुन चाहिँ कस्तो खालको केटीसँग यसको विवाह गरिदिनु पर्दा उनीहरू अन्यल्लो पऱ्यो। के भन्थे गाउँ घरमै छोरा गाउँभर दिनद्वारा भन्थे नि होइन। घरमै छ त्यहाँ यस्तो रूपा। हामीलाई त घरबार गर्ने खालको रूपवती गुणवती सिलवती र आज्ञाकारी रूपा जस्तै कन्या पाए हुन्थ्यो। तर कहाँ पाउनु र कहाँ खोज्नु भन्नुहोस् बुढा, कहाँ पाइएला। त्यही शैली मिलाइदिनु पऱ्यो कि तिनै भयो माग्न पनि सजिलो हुन्छ। त्यस्ता नेप्ती साइलीको काम कहाँ पाउनु नि। त चाहिँ चिची पनि पापा पनि, तँलाई चिची पनि पापा पनि अरे। मलाई त उही रूपालाई नै के भन्नुहुन्छ तपाईँ? तेरो विचार। उनी भए गुण सम्पन्न छिन् कि कसो? छोरासँग पनि एकचोटि सल्लाह ल्याउ त। बुढाबुढी आपसमा छलफल गरेको कुरा कोठामा बसेको रूपा र विक्रमले प्रस्तै सुन्यो। त्यसरी रूपा र विक्रमले के हुन्छ त्यहाँ उठ्दा पनि प्रस्तै सुनिन्छ कोठामा। घर चेन्ज गर्ने टाइम भयो। उनीहरूले आपसमा आँखा सन्का सन्की गरे। बुढीले सुस्तरी छोरालाई बोलाएर सोधिन्, विक्रमको एउटा कुरा सोध्छु भनेको, तिमी मान्छ कि मान्दैनौ? मान्नु त पर्ने हो। भन्नुहोस् न आमा, के कुरा? थाहा नपाए जस्तो गरे। मान्ने हो कि होइन पहिले बाचा गर। यकिन नभएकाले आमाले बाचा गर्न लगाइन्। आमाको कुरालाई उल्लङ्घन गर्ने कस्तो छोरा होला। आमाले भन्नुभएको कुरा मैले कुन दिन नाइनास्ती गरेँ भन्नुहोस् आमा? गरेको त छैन। अहिले गरौँला कि भनेर आमा बोलिन्। गर्दिनँ सत्य गर्दिनँ ल। हामी त बुढाबुढी भइसक्यौँ। आज मर्छ कि भोलि जस्तो छ तिम्रो भलाइका लागि भन्न लागेको। आमा आफ्नो कुरा थप्दै छोरालाई फकाउन खोज्छे। भन्नुहोस् न कस्तो किसिमको पलाइ हो, के कुरा हो? थाहा नपाई के भन्ने, के जवाफ दिने नि? तिम्रो बिहे गर्ने बेला भइसक्यो, बिहे गर्छौ कि गर्दैनौ? विक्रमले जवाफ दिएन। अझै ध्यानमा लागे जस्तो आमा चाहिँ कुरा उठाउँदै थिइन्। किनकि उसको रूपासित बिहे हुने भयो भन्ने कुरा त आमा बुबाको कुरा सुनिसकेको थियो। बुबा बाबु तिमी रूपासितै बिहे गर, उनी जस्ती कन्या हामी अरू पाउन सकेनौँ। विक्रम मुसुक्क हाँसेर त्यहाँबाट उठेर गयो। बुढा मन परे जस्तो छ विक्रमलाई त। कसो बुढी मन त पर्नै पऱ्यो नि यसलाई। रूपाले दिनरात नभनी स्वास्नीले जस्तै उसको हेरचाह सुसार गरिन्। टङ ट्विस्टर सेवा सुसार गरिन्, नयाँ जीवन दियो। त्यस्तालाई छोड्नुहुन्छ त हामीले? पाप लाग्छ। कोठामा रूपा र विक्रम मात्र थिए। एकअर्कामा पूर्ण समर्पण भई प्रेमको डोरीले कसिएर बाँध्दै गइरहेका थिए। यी दुई बिचको प्रेमले शिखर छुन लागिसकेको थियो। यी दुई बिचमा मुखामुख भइरहेको मुस्कानले जवाफ मुस्कानले नै दिइरहेका थिए। त्यसै बेला विक्रमकी आमा हातमा सिन्दुर पोतेर फुलका मालाहरू लिएर कोठामा प्रवेश गरिन्। गन्धर्व विवाह त्यही त होइन सुनिन्छ नि त बाहिरबाट पनि। तिमीहरूले मात्र सुन्छौ। यो हाम्रो it's a fun one. It's nice. Well, it's nice. Well, kind of justice समातेर लग्यो नि होइन सर्नु त। हामी लेखकको नाम अगेन होइन। ब्याक टु बिफोर क्लोजिङ दिस इट वाज समर्पित होइन बुबाबाट हाकिम स्वर्गीय श्री चन्द्र विक्रम जोशी नुवाकोट, आमा स्वर्गीय श्री रामदेवी जोशी, स्वर्गीय छोरी मनिषा जोशी। मे दे रेस्ट इन पिस। लभ यू अल। लेखक होइन शम्भु विक्रम जोशी, श्री हाम्रो आदरणीय बुबा। लभ यू ड्याड। प्रकाशक मुन्नेश्वरी प्रधान जोशी। लभ यू मामा। देन वी कभर डिजाइन दाइले गरेर रहेछन् समेश विक्रम जोशी।
आभार अनि ड्याडीले आभार होइन अब हल्का तपाईँलाई मुड छ भने पछि यो पज गरेर ड्याडीको आभार हेर्नु चेक इट आउट मन्तव्यहरू अब यो सटर एकछिन अब आई गेस ड्याडीका साथीहरू देन सम्झी द अङ्कल होइन अर्को छ सो रूपा इट वाज अ फन नोभल फन इट वाज लाइक काइन्ड त्यतिखेरको 60 इयर्स अगोको समाजको हल्का हल्का स्लाइटली चित्रण भयो होइन नेपालको अनि स्टिल इज सेम थिङ काइन्ड अफ त्यही त एब्सटेन लाइक अलमोस्ट एब्सटेन यो ओसोहरू एन्ड अल द्याट सन अफ बिचेस होइन ट्रम्प आई गेस माई लर्ड हो सो वाज फन थ्याङ्क्स द्याट थ्याङ्क्स फर द नोभल यो पठाउनु भयो अनि वाचन गर्ने चाहिँ म समेन विक्रम जोशी होप यु अल ह्याड फन turns out it was an hour long video see you in next one